वेलकम टु मिनी ब्लग। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको मेरो ब्लग यसरी सुरु भएको छ। मेरो साथीहरू यहाँ हेर्न सक्नुहुन्छ। अनि फेरि हामी यतिकै बसिरहेको क्लासमा। म पनि बसिरहेको छु र साथीले हेरेर मलाई लाज लागिरहेको छ। ठुल्ठुलो जमिन चाहिँ अकुपाई गर्न थाल्छ अनि त्यो जमिनमा एक्लै चाहिँ काम गर्न पनि सकिँदो रहेछ अनि अरू मान्छेलाई राख्न थाल्छ। त्यतिखेरको समाजलाई भन्दछ फ्युडल सोसाइटी। फ्युडल भनेपछि के भनिन्छ त्यसलाई? विद्यार्थी झन्डै 1000 अब 950 1000को चाहिँ म चाहिँ हिँडिरहेको छु एक्लै आफ्नो आफ्नो पारामा। कलेजबाट फर्किए बाटोमा धेरै मान्छेहरू हिँडिराख्नु भएको छ छाता ओढेर। म चाहिँ आज छाता ओढ्नु पर्दैन, पानी आउँदा जस्तो भयो, बादल कालो कालो भएर। यति चिप्नी सबैले खेत रोपेर सकिसकेको छन्। यतातिर स्कुल बस आएको आज फेरि हल्का हावा चलिरहेको यतातिर। त्यहाँ ठुलो आँपको रुख छ, यहाँ चाहिँ हावा चल्छ अनि मान्छेहरू बस्छन्। आज चाहिँ कोही बसेको छैनन्। म चाहिँ यतिकै भिडियो बनाउँछु। हिँड्दै 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 अल्छी लाग्छ एक्लै, तर केही गर्नु। अब आफ्नो गन्तव्यतिर हिँड्नै पर्यो एक्लै भए पनि। आन्टी आउनु भयो छोरा छोरी लिनलाई होला। कुन हरियाली कस्तो राम्रो। आन्टी पनि हाँसिदिनु भयो, म पनि हाँसेँ। मैले पनि मिठो मुस्कान दिएँ। के रोक्दो रहेछ नि के हो भिडियो बनाउँदैमा आफ्नै तालमा उता मान्छे हेरेँ र हाँसेन्। मलाई सोच्दैन यस्तो कस्तो राम्रो गाउँतिर यस्तो घाँस पाइन्छ, यहाँ त कसले काटुस् र हो। हिँड्न सक्नुहुन्छ साथीहरू। त्यहाँ येल्लो कलरको फुल छ। म चाहिँ यता भिडियो बनाउँदै त्यो लागेर हिँडिरहेको छु। फाइनली गाइजहरू म आइसकेँ रुममा। मेरो बेडको हालत यस्तो भयो कि देख्न सक्नुहुन्छ। मेरो चाहिँ यस्तो कमला भाँडा मार्न छ। अब म भाँडा घाँस गर्छु साथीहरू। कमला भाँडा पनि माझेर मैले सकेँ। अनि फेरि आएर बसिरहेको मेरो बाउला रुचिरहेको। मैले काम गर्दाखेरि पानी सबै चिप्लिङ्गै रुच्छ क्या त्यस्तरी। अझ छपक्क पारेर गर्न चाहिँ म चाहदिनँ। मेरो ग्यासको हालत यस्तो छ। त्यहाँ म गिलासमा पानी खान्छु, बेलामा पानी छैन होला सायद। भाँडा थस्काएर मैले सकेँ। अनि त्यसमा नि भाँडा छ। यता मेरो खानेकुराहरू तरकारी प्याज आलु सालु के छ। अब म यतिमै भिडियो एन्ड गर्न चाहेँ। बाई बाई साथीहरू। अब चाहिँ अर्को भिडियो लिएर आउने छु। लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। बाई बाई साथीहरू।